छोरी म राम्री देखेछु। हे मम्मी केटा तपाईलाई हेर्न आउनला हो कि मलाई? आउँदैछु हेर तिमीलाई मालिक चस्मा तँलाई गिफ्ट हो। आइज मालिक सुन्नु न, तपाईको बिहेमा मलाई एउटा सुट गिफ्ट गरिदिनु है। एउटा हैन दुईटा सुट किनिदिन्छु। आइज दो अनजान को आउनु भएन। नमस्ते। चले बांधने बंधन कस्तै छ? राम्रै हुनुहुन्छ। मलाई केटी मन पर्यो। काठमाडौँ मेरो 4वटा घर छ, 7वटा कम्पनी छ, 27वटा त मेरो गाडी नै छ। तर मलाई साइकल चढ्न मन लाग्छ। बाइ द वे, बिहा गरेपछि चाहिँ म मेरो बुढीलाई मालदिप्सको टापुमा एउटा खतरा घर बनाइदिन्छु। मम्मी मलाई केटा मन पर्यो। अंकल हाम्रो बिहाको डेट चाहिँ चाँडै फिक्स गर्दिछु है। म यसको अङ्कल होइन, मालिक हो, मालिक। र म तिमीसँग बिहा गर्न आएको, यो होइन। बाइ द वे, यो भन्दा म 2 वर्ष कान्छु छु, बुझ्यौ? छी यस्तो घिनलाग्दो केटासँग म बिहा गर्दिन। हेर्दै कस्तो फोरी छ। छोरी भएर के भयो त नि, उहाँसँग कति धेरै पैसा छ। पैसा मात्र भएर हुन्छ र आफ्नो थोप्रामा पनि ध्यान दिनु पर्यो नि। सँगै फोटो खिच्दा नि सर्कसको जोकरसँग खिचे जस्तो देखिन्छ। खै तपाईको छोरी? ओ त्यहाँ रसमिला दिदी, म पनि आएँ।